नेपालको रूपन्देही जिल्लामा अवस्थित लुम्बिनी विश्व शान्तिको पवित्र भूमि हो। यही पावन स्थलमा 2567 वर्ष अघि भगवान गौतम बुद्धको जन्म भएको थियो। लुम्बिनी केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, सम्पूर्ण मानव जातिका लागि शान्ति, करुणाको प्रतीक हो। लुम्बिनी विकास क्षेत्रभित्र विश्वका विभिन्न देशहरूले निर्माण गरेको बौद्ध मठहरू धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको सुन्दर उदाहरण हुन्। शान्ति, वातावरण, हरियाली, बगैँचा र ध्यानका लागि उपयुक्त परिवेशले यहाँ आउने पर्यटकलाई आत्मिक शान्ति प्रदान गर्दछ। लुम्बिनी आज विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो, जहाँ हरेक वर्ष हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरू पुग्दछन्। शान्ति, ध्यान र आध्यात्म खोज्नेहरूका लागि लुम्बिनी साँच्चै अमूल्य गन्तव्य हो। रारा ताल नेपालको मुगु जिल्लामा अवस्थित रारा ताल देशकै सबैभन्दा ठुलो ताल हो। समुद्री सतहदेखि करिब 2990 मिटरको उचाइमा रहेको यो ताल निलो आकाश जस्तै स्वच्छ र शान्त देखिन्छ। वरिपरि हिमालको दृश्य र चराचुरुङ्गीको सुमधुर आवाजले रारा ताललाई स्वर्ग जस्तै बनाएको छ। रारा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ। यहाँ दुर्लभ वन्यजन्तु र वनस्पति पाइन्छन्। सूर्योदय र सूर्यास्तको बेला तालको पानीमा देखिने सुनौलो छाया अत्यन्त मनमोहक हुन्छ। राराबाट केही टाढा रहेको गमगढी बजार मुगु जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो। सानो तर चहल पहल युक्त यो बजार स्थानीय संस्कृतिको झल्को दिन्छ। फेवाताल पोखराको मुटुमा रहेको फेवाताल प्राकृतिक सुन्दरताको अनुपम नमुना हो। तालको बीचमा अवस्थित ताल बाराही मन्दिर धार्मिक आस्थाको केन्द्र हो। शान्त पानीमा देखिने माछापुच्छ्रे हिमालको प्रतिबिम्बले फेवाताललाई अझ आकर्षक बनाउँछ। डुङ्गा शहर, सूर्योदय सूर्यास्तको दृश्य र वरिपरि रहेको रमणीय वातावरणले फेवाताललाई पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनाएको छ। फास्ट ट्र्याक काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने मधेस द्रुत मार्गको नामले पनि चिनिने, जसलाई फास्ट ट्र्याक भनिन्छ, नेपालको राष्ट्रिय गौरवको आयोजना हो। यो सडक निर्माण सम्पन्न भएपछि काठमाडौँ र तराई बीचको दूरी निकै छोटिनेछ। यसले व्यापार, पर्यटन र औद्योगिक विकासलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। आधुनिक प्रविधिबाट निर्माण भइरहेको यो मार्गले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। देशमा बन्दै गरेका भ्यू टावरको सङ्ख्या धेरै भए तापनि नेपालका विभिन्न स्थानमा निर्माणाधीन भ्यू टावरहरूले आन्तरिक तथा बाहिरीय पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेका छन्। यी टावरबाट आसपासका हिमाल, सहर र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। यसले नयाँ पर्यटकीय गन्तव्य सृजना गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने सम्भावना छ। भ्यू टावर निर्माणले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना गरिरहेको छ। होटल, रेस्टुरेन्ट, यातायात तथा साना व्यवसायहरू फस्टाउने अपेक्षा गरिएको छ।